यो अनुहारले मार्केट खाँदैन त त्यो चर्या बेकारमा फेमस छ यार यो हुनुपर्ने त्यो सट्टा कि त पछाडि एकचोटि पछाडि 360 गाइज ओए फेरि जोन भाइ तिमी गेस गर यसको आउटफिट कति होला जस्तो 8-10,000 होला दाइ अहिले भन्छ नि कति होला भन्छ म अब 7,000 एयरफोर्स सुप्रिम चट्टला खै सट्टा उता देखाएर कि चाहिँ होइन के चाहिँ केटा हो इट्स योर बोय नेजी ब्याक द न्यू भिडियो होइन अनि आज चाहिँ हामी चौबारमा आएको छौँ होइन धेरै पछि अनि मेबी त्यस्तै 10, 12, 13, 14 कति दिन भयो होइन हामी भिडियो पोस्ट गरेको अब चट्ट लगाएर अब भ्लग हान्न लाग्यो यो चाहिँ अलिकति के भन्छ दिनको स्ट्रेस मेटाउनु हुने ठाउँ होइन चट्ट आनन्दले यहाँ चिया खाने नेचरमा रमाउने त्यो टाइपको भ्लग होइन त्यही केटा देखाइदिनु अनि एउटा कुरा हेरेँ मैले यो स्ट्रेस भने चाहिँ यो चाहिँ जे पाइदिएँ भन्ने है अब के भन्ने यहाँ किन आयो हामी खासमा यता के अरे चिलमा बस्नु आउँछौँ क्या चट्ट क्या रमाइलो ठाउँ छ नि त सबैलाई मनपर्छ त्यही भएर हामी आएको होइन त्यही केटा यस्तै छ अब चट्ट लाएर हामी केटाहरूलाई देखाउनेछौँ है को छ जोन भाइ छ यहाँ एउटा जोन छ चट्ट लाएर काले भाइ छ क्यामेरा म चाहिँ हाम्रो क्यामेराम्यान काले बोय 1, 2, 3 होइन त्यो केटा सिनेमेटिकमा खिचिदिएको आज चाहिँ केटा हो सो के छ अरू यिनीहरू चाहिँ यहाँ पफ खाइरहेको छ केटा होइन हाम्रो अर्को केटाहरू पनि छ है त्यहाँ चट्ट लाएर मलाई भ्लगमा देखाउँछु म होइन हो दाइ केटा हो के गर्दै तिमीहरू भ्लग दिस इज भ्लग गाइज केही भन नि केटा हो यस्तै छ पारा यिनीहरू घुसघुसेहरू है केटा हो लगेर आज हामी कहाँ जाने अब जब मासतिर एक प्लट हामी केटा मासतिर चाहिँ होइन चट्ट लगाएर फुटसल भनेर फुटबल सुटबल खेलेर हुन्छ होइन अनि बाइक साइक सिकिरहेको हुन्छ डेटिङ सबै हुन्छ जो कम्प्लिट प्याकेज छ क्या यहाँ सबै छ इन्भाइरोमेन्ट कस्तो गुड देखाएको छ इन्भाइरोमेन्ट देखाइदिउँ लगेडा सराउन्डिङ इन्भाइरोमेन्ट कस्तो हरिब देखेँ त यार अनि खैरेहरूलाई त यहाँ त हरिब लाग्छ होला है हामीलाई पिस त छँदैछ होइन काले भाइ पैसा पनि छ क्या त्यहाँतिर ल गाइजहरू होइन कसैलाई पैसा चाहिन्छ भने दिस इज गिभ अवे गाइज सरी इफ गाइज वान्ट मनी यता छँदैछ नि होइन ल जाउँ ल यो चाहिँ काले भाइले राखिदिएको बिहान कोही भोको मान्छे आयो भने चट्ट लाएर होइन खुवाइदिनलाई टिपेर खाओस् भने होइन काले भाइ एकदम मनको दयालु छ तर भगवान्ले किन यसलाई कालो बनायो म नि त्यस्तो सोचेर बस्दैन जहिले होइन भन नि जोन भाइ यो लास्ट दयालु छ कि छैन यो तर किन कालो भयो क्या यो किन मलाई यसलाई हुन्छ नि अफ्रिकाको जिजस क्राइस्टले बनायो होला कि खै यस्तो ह्यान्सी बनायो ब्ल्याक ह्यान्सी रे ऊ त मुटुमा हात राखेर भन्छ त ह्यान्डसम हो भनेर हो त ल तँ सक्छस् मुटुमा हात राखेर सक्छु त ल भाइ तिमी मुटुमा हात राखेर यो ह्यान्डसम छ भने भन्न सक्छौ यसले भन्छ त त्यस्तै अब कमेन्टमा भन्नु पर्यो अब कमेन्ट ओ काले भाइ कमेन्टमा भन्नु पर्यो कि होइन ल केटा है कसैलाई कालो ह्यान्डसम केटा चाहिएको छ भने चाहिँ हाम्रो रोजित भाइ छ होइन अनि कसैलाई राम्रो केटा चाहिएको छ भने चाहिँ यहाँ छैन अरू जोन भाइ पनि छ होइन ह्यान्सी लामा अनि म चाहिँ केटा हो अलरेडी टेक गर्नु होइन मेरो चाहिँ घरमा बुढी छ अब सुन मेरो बुढीले बच्चा पनि पाउँछ होला आफ्टर 10 years त्यही केटा यस्तै छ अनि यहाँ ल मैले भनेको यही केटा चट्ट लगाएर क्रिकेट उता फुटसल छ फुटसल भन्दा आयो अनि यहाँ पानी पछि चटपटी खाने ठाउँ पनि छ है केटा डेटिङ सेटिङ बस्छौ भने नि हुन्छ होइन त्यही केटा यहाँ गुम्बा सुम्बा के छ होइन त्यही केटा हो अनि हाम्रो काले भाइ ब्याक टु द फर्म केही भन्दा काले के भन्नु भन्न केही त भन्नु पऱ्यो नि होइन केही त भन्नै पऱ्यो नि भ्लग खोजेर धेरै अलिकति चलपल सिपी दिने त हो होइन कालोहरूकोमा त मार्केट खाएर बसे मान्छे ल यो अनुहारले मार्केट खाँदैन त त्यो चर्या बेकारमा फेमस छ यार यो हुनुपर्ने त्यो सट्टा ल ड्रिप भने ड्रिप एयरफोर्स होइन एनबिएको मोजा आमामा है घडी जिसक पिगमेन्टको हुडी कानमा आइस उता फर्किँदा पछाडि एकचोटि पछाडि 360 गाइस ओए फेरि एयरफोर्स पनि चाहन्छु नि होइन केटा सुप्रिम एयरफोर्स ल तेरो ल यो भिडियोको हाउ मच इज आउटफिट है त ल चट्ट कस्ट ब्रेकडाउन गरेर टोटल यति रहेछ भने म फेरि ट्याङ अस्तिको जस्तै हालिदिन्छु सबै त ल केटा आज चाहिँ हाम्रो होइन अब चट्ट सुरु गरौँ है त ल जोन भाइ तिमी गेस गर यसको आउटफिट कति होला जस्तो होला 8-10,000 होला दाइ 10,000 अहिले भन्छ नि कति होला भन्छ म चाहिँ ट्याक यसो हेर्छु है त
म पनि त्यस्तै बडीमा भयो 11-12 ल, है ल। ल है त रेडी हो तिमीहरू ल भन ल फर्स्टदेखि अब जुत्ता अब 7,000 एयरफोर्स सुप्रिम सुप्रिम चट्ट लाग्यो खै छ त उता देखा न्यू स्टाइलबाट किनेको अनि अर्को मोजा मोजा मोजा। मोजा कति लियो जेन क्रिएक्सन हो के अरे त्यो दाइ ए जेन क्रिएसन क्रिएसन त्यहाँबाट किनेको केटा हो है यो मोजा चाहिँ 1000 को 3 पिस ए 6 पिस 3 पिस हो दाइ तेरा बाउ 4 पिस 4 पिस ल 4 पिस अनि फिबियन हुडी अब यो 2800 उता फर्की पछाडि पनि देखाइदिए है चट्ट लाएर केटा कट्टु 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 तु यो 1200 1200 ल 1200 कट्टु है टी-शर्ट चाहिँ अलि टी-शर्ट। महँगै हो है सेलीको ल, टी-शर्ट केटा, ल। चाहिँ प्रिन्ट पछाडि खतरा छ घडी अब घडी यो टी-शर्ट भन्नुपर्दा 1200 1200 मात्रै हो धेरै होइन अनि घडी 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 चाहिँ त्यस्तै होला प्राइसलेस यो चाहिँ प्राइसलेस गिफ्ट गिफ्ट दियो प्राइसलेस अनि अरू कानमा टप आइस आइस यो 150 होला 150 सेटको भनेपछि जुत्ता 7000 यो 12 अनि यो भित्रको नि 12 अनि बाहिरको 2800 ल 3 भनौँ न यो टप र यो गरेर होइन 3 + 7 कति भयो 10 होइन 3 7 8 9 10 होइन त्यसपछि यहाँ के अरे यो टी सर्ट र यो 12 कति 24 होइन भनेपछि 12,400 ल 12,400 को आउटफिट रहेछ केटा हो अब छिरिँदाइको सोध मेरो त नाइ फिट चाहिँ जोन भाइको ल जोन भाइको जोन भाइको सबैको पछि ल यस म पछि ल गर्नुपर्छ नि ल म अब छिरिँदाइको केटा हो तिमीहरूले सुन्न भन्छ नि पहिलाको भ्लगमा नि हाम्रो थियो अब 1 वर्ष चाहिँ कति चेन्ज भयो त्यतिखेर त करोडै पुगेको थियो अब यतिखेर चाहिँ अब हाम्रो अब सिधा एन्सर हो है यो चाहिँ नो फ्लेक्स ल यो चाहिँ सिधा भ्लगको टाइटलै नो फ्लेक्स ल ल समाज ल मलाई देखाउँ ल म यता उभिन्छु राम्रो ओके ल अब भन्नु पर्यो भन्ने ल केटा हो यो नाइकीको टी सर्ट होइन स्ट्रेट आउट अफ अस्ट्रेलिया कति $70 भनेको थियो अनि त्यस्तै कन्भर्ट गर्दाखेरि 5 देखि 6,000 पर्न आउँछ होइन टी सर्ट मात्रै त्यसपछि यो सुप्रिम ब्याग होइन यो मैले किनेको त्यस्तै 2500 होला धेरै महँगो त छैन त्यसपछि यो सर्ट्स यो कतिमा धेरै पनि होइन सर्ट्स कतिमा किनेँ मैले ल 1000 रुपियाँ भनिदिउँ न 1000 ल भनौँ यो मोजा चाहिँ यो काले भाइले गिफ्ट दिएको है बिग साउट आउट टु हाम्रो निक क्र्याप है त्यसले दिएको सो मच अनि यो ब्रोकेटको स्वेट सर्ट यो त्यस्तै कति 38 हो कि कति 38 अनि अरू के यो जुत्ता चाहिँ मेन है केटा यो चाहिँ मलाई एकदम गिफ्ट है मेरो सोनाम दाई होइन बिग साउट आउट मेरो सोनाम दाई होइन यसको चाहिँ 7,500 टोटल आउटफिट अनि अरू के भन्नु अनि अरू आज आइसै लाखेन है यो केटा हो तिमीलाई के भन्नु यो प्राइसलेस त्यही केटा अब क्यालकुलेट गरेर आफै तिमीहरूले के टक्क हामीले त्यहाँ देखिन्छ नि स्क्रिन अनि अरू त के भन्नु त अनि अरू अब जोन भाइको गर्ने भने जोन भाइ भाइको ट्राइकमा होइन केही छैन केटा हो अरू त यस्तै छ अब चट्ट लगाएर हामी अब यहाँ तलतिर जानुपर्ने हुन्छ आमा आउँदै हुन्छ है केटा हो चट्ट लगाएर गाउँमै छ नि यहाँ बाइक सिकिरहेको छ चट्ट लगाएर त्यही केटा हो ल अब एउटा दामी सिनेमेटिकहरूमै त ब्रेकडाउन नगर्ने नेक्स्ट टाइम राम्रो नेक्स्ट टाइम है केटा हो नेक्स्ट टाइम त्यही केटा हो यस्तो छ अहिले चाहिँ चट्ट लगाएर यहाँ बाइक स्कुटर चलिरहेको छ होइन त्यही हो नि यहाँ आफ्नै ग्याङ सबैजना होइन यहाँ तलतिर गाडी साडी गुडिरहेको छ होइन त्यही केटा हो भ्लग चाहिँ अब छोटो मिठो हो होइन यो यत्तिकै जोत्न बनाएको भ्लग तर राम्रो लाग्यो होइन अपलोड हान्छु होला हान्नुपर्छ ल अरू त के भन्नु भने अहिले चाहिँ अनि पोल्युसन अलिक कम भएको छ यार पानी परेर त्यो चाहिँ खुसी लाग्यो होइन अस्ति त यार खासमा त्यही पोल्युसन धेरै भयो उतातिर नि यता आएकै खासमा यो भ्लग चाहिँ मैले ढिलो हाले हुन्छ होइन त्यही भएर अनि मलाई पोल्युसन त गइसक्यो जस्तो लाग्छ र तर यो चाहिँ जस पोल्युसन जस 1-2 दिन अगाडि थियो होइन अनि त्यही भएर अनि चट्टै यो क्लियर भएपछि हामी चाहिँ चौधातिर आएको के चट्टलाई धेरै क्लियर चाहिँ भएको होइन तर जस भएको छ होइन तर ठिक छ नि होइन त्यही भएर हामी आएको तर अलि यो साइडमा चाहिँ अलिकति धेरै पोल्युसनै देखिरहेको छ मैले होइन अनि चट्टलाहरू यहाँ छ पोल्युसन लेस म्यान छ नि यहाँ हाम्रो जुन भाइ अनि अर्को चाहिँ यहाँ पोल्युसनले डढेको कालो भाइ जिस्केको है फेरि यहाँ हाम्रो काले भाइ है चट्टलाएर यसको सिनेमेटिक खिच्नुपर्छ टुङ गर्दै सट्ट लाएर काले भाइ अनि यो चाहिँ के राख्नु सिकियो कति लाखको मार्नु यो खै कति लाख प्राइसलेस है यो मेरो होइन नि त कसको यो अब क्यामेराम्यान हाम्रो छिरिँदाइको यो नेजी ब्लग हो यसको को निजी ब्लग भने नेजी ब्लग भनेको अब एउटा ब्लगर यो पफ हो ब्लगरको अरे के त्यही केटा
केही छैन केटा हो ल त्यही हो अब हामी तल जान्छौँ भने केटाहरू देखाउँछौँ अनि अहिले पछि इन भन्छ त्यही केटाहरू कस्तो गएको छ केटा अब सो होइन अब चाहिँ हामी घर जानु लाग्यो अलि पछाडि जानु त अँध्यारो पनि भइसक्यो त है अनि चाहिँ हाम्रो टोइलेट है केटा हरिफको टोइलेट अनि हामी चिहान टोयो हो होइन अनि अरू त के भन्नु केटा चाहिँ त्यहाँ बस्दा केटा भ्यू चाहिँ हरिब रहेछ यार अब चाहिँ इन्डिङ हान्नु पर्ला है यसरी चट्टा लगाएर ल केटा कस्तो ल अब केटा यस्तै छ आजको लागि यति नै केटा डोन्ट फर्गेट टु एकदम छोटो मिठो भ्लग होइन त्यही ल डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब अन्टिल देन केटा पिस आउट केटा तिमीले पिस आउट भन नि त ल पिस आउट ल